जय श्रीराम। बिहान मन्दिरमा भगवानको दर्शनसँगै दिनको सुरुवात गर्दा दिनभर स्फूर्ति, भाग्यवान र आँटेको काम पुरा हुने भन्ने मान्यतासँगै आजको दिनको सुरुवात गरियो र एकछिनपछि जिमतिर प्रस्थान गरियो। आज सुवर्ण सरले जिम गरेको 5 दिन भएछ। The next day. सबै एक्सर्साइज आजबाट दोहोरिन्छ सर। ल अस्ति के गर्नुभयो? ल सुरु गर्नुहोस् त भनेको चेस्टको एक्सर्साइज सुरु गर्न थाल्नुभयो। ल सर 20 रेप्स हान्नु है भनेको 20 को हान्नु भनेको सुनेछन्। ल ठिक छ, त्यसको नाम लिँदा पनि मोटिभेसन आउँछ भनेर वेट थपेर ल अर्को 20 को हान्नुहोस् भनेर सपोर्ट गरेँ। एक्सर्साइज गर्दा गर्दै मेरो हातमा मुसा कुद्यो भन्नुहुन्छ त? कहाँ हातमा मुसा कुद्छ, पेटमा पो कुद्छ त भनेको चुपचाप लाग्नुभयो। ल त्यसो हो भने फ्ल्याट बेन्च प्रेस गर्नुहोस् भनेको यसो प्लेट हेरेको त 5.5 केजीको प्लेट छ त। सर 10 केजीको प्लेट हाल्नु भनेको कहाँ 5.5 हालेको भनेको सर 5 + 5 10 त हुन्छ नि भन्नुहुन्छ त बा। सर के भयो भनेको शिलाजित नै खाने बिर्सेछु भन्नुभयो त। ल आज छोडिदिनुहोस्, भोलि खानु होला भनेर यता डिक्लाइन बारबेल प्रेस गर्न लगाएँ। ल यता आउनुहोस् भनेको सर त त्यहीँ अड्किनु भएछ। ल सर डम्बेल प्रेस गर्नुहोस् त भनेको त। सर यसरी भएन, यसरी गर्नुहोस् भनेर सिकाएँ। सर उठाइदिनुहोस् न भन्नुभयो, उठाउन लागेको त सर कि तेल दलेर आउनुभयो कि के हो, कस्तो चिप्लो ढाड भनेको यो कुरा भन्न मिल्दैन भन्नुभयो। ल ठिक छ, त्यसो हो भने अर्को एक्सर्साइज गर्नुहोस् भनेर अर्को एक्सर्साइज गर्न लगाएँ। सर तपाईँको फर्म अस्तिको भन्दा मिलेको छ भनेको गरेपछि मिलिहाल्छ नि भन्नुहुन्छ। वाह, तपाईँको कन्फिडेन्टलाई चाहिँ मैले माने सर भने। सर के गर्न लाग्नु भएको भनेको जङ लड्न जान लागेको भन्नुहुन्छ त। ल सर यति सकाउनुहोस् अनि साँच्चै हामी जङ लड्न जाउँला भनेर आजको भ्लग यति नै।